गजब रमाइलो छ गाउँघरमा हाँसो मजाले गुन्जिन्छ बाटो भरमा लामो गाई लान्छन् केस खाएर उठ खोज्दा फेरि लड्छन् मुसा देखेर ए हजुर गजब रमाइलो हाँस्दै खेल्दै बस्छौ जिन्दगी छ आली हो मेलामा गयौ छोरा छुट्यो साथीको जुत्ता अर्कैले लुट्यो खोज्न गयौ भेटिएन कतै बेरुजु हिँड्न पर्यो नाङ्गै खुट्टै ए हजुर गजब रमाइलो हाँस्दै खेल्दै बस्छौ जिन्दगी छ आली हो मेलामा गयौ छोरा छुट्यो साथीको जुत्ता अर्कैले लुट्यो खोज्न गयो भेटिएन कतै बेरुजु हिँड्न पर्यो नाङ्गै खुट्टै ए हजुर गजब रमाइलो गजब रमाइलो विक्रम स्कुल जानुहोस् स्कुल अहिले लाएको छैन अहिले शिक्षकहरूको आन्दोलन छ जहिले शिक्षकहरूको आन्दोलन सकिन्छ अनि त्यही स्कुल लाग्छ अनि म त्यही दिन जान अहिले हाम्रो स्कुल बिदा छ म त भर्खर स्कुलबाट आएको अब त यस्तो खेल्न जाने हो त्यो दिन शिक्षकहरूको आन्दोलनले गर्दा हामी पढ्न पाएनौँ अब यस्तै खेल जाने अब त्यो वीर बोर्डिङ स्कुलबाट पढेर आयो हेर त म सरकारी स्कुल पढेको विद्यार्थी शिक्षकहरूको आन्दोलनले गर्दा अब म यस्तै बल खेलेर बस्ने पढ्नै पाएन मैले शिक्षकहरूको आन्दोलनले अब यस्तै ए मास्टर साहब के भयो मास्टर साहब उहाँ त्यत्रो शिक्षकहरूको आन्दोलन छ तपाईँ जानुहुन्न मास्टर साहब यो आइसमा ठिकाना छोडो है ए तपाईँ नपढाए मास्टर होइन नपढाए मास्टर ए तपाईँ नपढाए मास्टर त हुनुभयो पढेको प्लस 2 पढेको दुईचोटि पढेको क्या किन हुनु नि मैले 12को एक्जाम दिन भनेर गएको हो 81 शिक्षकहरूको आन्दोलनले गर्दा 12को एक्जाम फेरि सर्यो त्यसैले घरमा बा पनि बिरामी हुनुहुन्छ हो त्यही कारणले गाउँमा 12 यसो हेल्चा गर्न म फेरि फर्के त्यसैले 12को एक्जाम सरे अनि सरेर म फेरि गाउँमा फर्के अब जहिले हुन्छ अब फेरि सर्यो अनि पछि अब एक्जाम आउन लाग्ने बेला जान पर्ला ए हो र भाइ
बाह्रको यो आन्दोलन बाह्रको एक्जाम पनि सह्यो होइन सरकारले कहिले पुरा गरिदिन्छन् शिक्षकको माग आज आमाको मुख हेर्ने दिन आज झन् आमाको मुख हेर्ने दिन माता तीर्थ औसी आज आमाको मुख हेर्ने दिन आज मैले आमा नै हुनुहुन्न मसँग आज आमाको मुख हेर्ने दिन आमा नै हुनुहुन्न ए छोरो आयो किन लोगु त किन हुनु नि बा मलाई सालै आज आमाको याद आयो बा आज आमाको मुख हेर्ने दिन आज साला आमाको मुख खेल्ने दिन आज माता तीर्थ औसीमा आमाको याद आयो बा आमा नै हुनुहुन्न चिन्ता नगर छोरा चिन्ता नगर तेरो लागि आमाको व्यवस्था म गरिदिन्छु छोरा 2 hours later. ए छोरा तैँले भन्दिस् नि छोरा मेरो आमै छैन भनेर भन्दिस् छोरा तैँले ल तेरो लागि मैले आमैले ल्याइदिएको छु छोरा हेर आमा ढोक्कर ल आशीर्वाद छोरा आशीर्वाद आशीर्वाद छोरा आज आमाको मुख हेर्ने दिन मलाई अहिलेसम्म पनि मेरो छोरा भेट्न आएन म आएँ आज माता तीर्थ औसीको दिन हजुर भेट्न आएँ ए छोरा आइस ल राम्रो गरिस् छोरा म अझै ढुक्छु ल ल ल आशीर्वाद छोरा हजुरको लागि मैले के कसरी आइदिएको छु ए छोरा एकछिन फोटो खिचे न सर खिची अब म फेसबुकमा हाल्छु आउनु सामा अब म घर गएँ एकछिन आमासँग कुरा गर्दैनस् छोरा मेरो काम छ काम धेरै छ क्या काम गर्दा छ धेरै छ एकैछिन त बसेर आमासँग कुरा गर म जानु छ क्या आमा
गए